नमस्कार, म हरिकृष्ण घिमिरे। अब यो श्रीमद् भगवत गीताको 5औं अध्याय, जसलाई कर्म सन्यास योग पनि भनिन्छ, यसबारेमा अर्जुन र कृष्णको संवाद भएको यो चर्चा गर्न थाल्दछु। अर्जुनले सोध्नुहुन्छ पहिले नै भगवान कृष्णलाई, सन्यासम कर्मणा कृष्ण पुनर्योगम च संशसि यत्रेय एतयो एकम तन्मे ब्रूहि सुनिश्चितम भनेर सोध्नुहुन्छ। अथवा के भन्नुभयो भने, हे भगवान कृष्ण, मलाई हजुरले पहिले कर्म त्याग गर भन्नुभयो, फेरि अहिले भक्तिपूर्वक कर्म गर्न आदेश दिँदै हुनुहुन्छ। अब निश्चय गरेर यी दुई बाटा मध्ये पनि एउटा बाटो मात्रै दिनु न, मलाई जुन बढी लाभदायक बाटो छ त्यही मार्ग मात्रै बताइदिनुहोस् भनेर अर्जुनले सोध्नुभयो। अनि यसरी त्यस्तो अर्जुनले सोधिसके पछाडि अनि भगवान कृष्णले उत्तर दिनुभयो, अरे हे अर्जुन, मुक्तिका लागि त कर्मको परित्याग तथा भक्तिमय कर्म अथवा कर्मयोग नै उत्तम हुन्, तर यी दुई मध्ये कर्मको परित्याग भन्दा भक्तियुक्त कर्म नै श्रेष्ठ छ। भक्तिले युक्त भएको कर्म गर्नु नै यी दुईटाबाट पनि उत्तम हो भनेर म भन्छु तिमीलाई। किनभने कर्मफलका लागिलाई घृणा पनि नगर्ने र कर्मफलको इच्छा पनि नराख्ने व्यक्तिलाई नित्य सन्यासी भन्नुपर्छ। हेर हे महाबाबु अर्जुन, यस्तो मानिसले सम्पूर्ण द्वन्द्वबाट रहित भएर भवबन्धनलाई सजिलैसँग पार गर्दछ र यसबाट पूर्ण मुक्त पनि हुन सक्छ। अज्ञानी जनहरू मात्र भक्ति कर्मयोगलाई भौतिक जगतको विश्लेषणात्मक अध्ययन अथवा सांख्य भन्दा पनि भिन्नै ठान्दछन्, तर जो वास्तवमा ज्ञानी छन् तिनीहरूको भनाइ अनुसार चाहिँ ती दुई मध्ये कुनै एउटा बाटोमा राम्रोसँग लाग्ने व्यक्तिले दुई प्रकारको नै फल प्राप्त गर्दछ भन्दै जानुहुन्छ भगवान कृष्ण अर्जुनलाई। अझै यो सांख्ययोगद्वारा जुन अवस्थालाई प्राप्त गर्न सकिन्छ त्यही अवस्था भक्तिमय कर्मद्वारा पनि प्राप्त गर्न सकिन्छ। तर यसकारण जसले यी सांख्य र भक्ति योग दुवै मार्गलाई एउटै देख्दछ त्यही व्यक्ति यथार्थमा द्रष्टा हो, देख्न जानेको हो त्यसले। किनभने भगवानको भक्ति नगरी केवल कर्मको परित्याग मात्र गरेर कोही पनि सुखी हुन सक्दैन, तर भक्तिपूर्ण कर्ममा लागेको विचारमान व्यक्तिले परमेश्वरलाई चाँडै प्राप्त गर्न सक्दछ। योगयुक्तो विशुद्धात्मा विजितात्मा जितेन्द्रिय सर्वभूतात्मा भूतात्मा कुर्वन्नपि न लिप्यते। अर्जुनजी, जो भक्तिभावले कर्म गर्छ, जसको आत्मा शुद्ध भएको छ र जसले आफ्नो मन तथा इन्द्रियहरू बसमा राखेको छ, त्यो सबैको प्रिय पात्र हुन्छ र प्रत्येक व्यक्ति उसका लागि प्रिय हुन्छ। जस्तो व्यक्ति सधैँ कर्म गरिरहे पनि कर्ममा बाँधिँदैन, त्यस्तो व्यक्ति दिव्य चेतनाले युक्त भएको मानिसलाई हेर्दा सुन्दा छुँदा सुँग्दा खाँदा हिँड्दा सुत्दा सास फेर्दा पनि मैले केही गरिरहेको छैन भन्ने विचार गरिरहेको हुन्छ। त्यसै गरी उसले कुराकानी गर्दा, विसर्जन गर्दा, ग्रहण गर्दा, आँखा हेर्दा र चिम्लिँदासम्म पनि भौतिक इन्द्रियहरू आफ्ना आफ्ना विषयमा लागिरहेका छन्, तर यी सबैबाट म अलग छु भन्ने विचार गर्छ त्यस्तो व्यक्ति चाहिँ। जसले कर्मको फल परमेश्वरलाई समर्पित गरेको छ अनि आसक्ति रहित हुँदै कर्म गर्दछ भने यसले उसलाई त्यसरी नै छुन सक्दैन जसरी कमलको पातलाई पानीले भिजाउन सक्दैन, त्यस्तो हुन्छ। कायेन मनसा बुद्ध्या केवलै इन्द्रियैरपि योगिनः कर्म कुर्वन्ति सङ्ग त्यक्त्वा आत्मशुद्धये। योगीजन आसक्ति रहित भएर शरीर मन बुद्धि तथा इन्द्रियहरूद्वारा केवल आत्मशुद्धिका लागि नै कर्म गर्ने गर्दछन्। भगवान कृष्ण अझै अर्जुनजीलाई सम्झाउनुहुन्छ कि निष्ठावान भक्तले आफ्ना सबै कर्मफलहरू मलाई अर्पण गरेर विशुद्ध शान्ति प्राप्त गर्छ र भावना रहित व्यक्ति आफ्ना कर्मको फलमा आसक्ति रहने हुनाले बन्धनमा पर्छ। त्यसरी फलमा आसक्ति भयो यदि भने चाहिँ सबै कर्महरूलाई मनले सन्यास गरिदिनुपर्छ अथवा छोडिदिनुपर्छ। त्यसरी शरीर धारण गरेको जीवात्मा आफ्नो प्रकृतिलाई बसमा राखेर मनले सम्पूर्ण कर्महरूको त्याग गर्दै आफूलाई पनि केही नगरी अरूलाई पनि केही नगराई नौ ढोका भएको यो भौतिक शरीर रूपी नगरमा सुखपूर्वक विवास गर्दछ। न कर्ते त्वं न कर्माणि लोकस्य सृजति प्रभु न कर्मफल संयोगं स्वभावस्तु प्रवर्तते।
भगवान् कृष्ण भन्नुहुन्छ फेरि अर्जुनजीलाई, शरीर रूपी नगरका स्वामी शरीर धारण गरेको जीवात्माले न त कर्मको सृजना गर्दछ न कसैलाई कर्म गर्नका लागि नै प्रेरित गर्दछ, न कर्मफलको रचना नै गर्दछ। यी सबै कुरा प्रकृतिका गुणद्वारा नै सम्पन्न हुन्छन्। परमेश्वरले न कसैको पाप स्वीकार गर्नुहुन्छ न त पुण्य नै। पाप पनि स्वीकार गर्नुहुन्न, पुण्य पनि स्वीकार गर्नुहुन्न। तर सबै शरीर धारण गरेका जीव अज्ञानले गर्दा मोहग्रस्त हुन्छन् र त्यही मोहले तिनीहरूको वास्तविक ज्ञान पनि ढाकिएको हुन्छ। ज्ञानेन तु तदज्ञानम् येषां नाशितमात्मनो तेषाम् आदित्यवत् ज्ञानं प्रकाशयति तत्परम्। जब कुनै मान्छे अविद्यालाई विनाश गर्ने ज्ञानबाट प्रबुद्ध हुन्छ, त्यस अवस्थामा उसको त्यो ज्ञानद्वारा दिनमा सूर्यका किरणले सारा वस्तुहरू प्रकाशित गरे जस्तै नै हरेक वस्तु उद्घाटित हुन जान्छन् भन्दै भगवान् कृष्ण फेरि अर्जुनजीलाई सम्झाउनुहुन्छ। तद्बुद्धयस्तदात्मान तिष्ठन्निष्ठा तत्परायणा गच्छन्त्यो पुनरावृतं ज्ञान निर्धूत कल्मषा। जब मानिसको बुद्धि, मन, श्रद्धा तथा आश्रय सबै कुरा भगवानमा स्थिर हुन जान्छ अनि मात्र पूर्ण ज्ञानद्वारा ऊ सधैँ सङ्कल्पबाट शुद्ध हुन्छ। त्यसपछि नै ऊ मुक्तिको सिधा बाटोमा अग्रसर हुन्छ। अझ यसलाई प्रष्टाउन भगवान् कृष्ण अर्जुनलाई सम्झाउँदै हुनुहुन्छ। अझै विनम्र साधु पुरुषहरू आफ्नो वास्तविक ज्ञानबाट प्राप्त गुणको कारणले एउटा विद्वान र विनीत ब्राह्मणलाई गाई र हात्ती, कुकुर तथा चाण्डालाई पनि सामान्य दृष्टिले हेर्छन्। यही त्वर्जित स्वर्गो येषां साम्ये स्थितं मन। आफ्नो मनलाई समानता र एकत्वमा स्थापित गरेका व्यक्तिहरूले आफ्नो जन्म र मृत्युको अवस्थालाई पहिला नै जितिसकेका हुन्छन्। तिनीहरू ब्रह्म जस्तै निर्दोष हुन्छन् र यसरी सधैँ ब्रह्ममा स्थित हुन्छन्। प्रहृष्येत प्रियं प्राप्य नोद्वितेत प्राप्य चाप्रियम। त त्यस्ता व्यक्ति के हुन्छन् अर्जुनजी? जो प्रिय वस्तु पाएर पनि हर्षित हुँदैन र अप्रिय वस्तु पाउँदा पनि विचलित हुँदैन, जसको बुद्धि स्थिर भएको छ, जो मोह रहेछ र जसले भगवत विद्या जानेको छ, त्यो व्यक्तिलाई पहिलेदेखि नै ब्रह्ममा स्थित रहेको मान्नु पर्दछ। त्यस्ता व्यक्तिलाई यस्तो मुक्त पुरुष के हुन्छ भने भौतिक इन्द्रियका सुखतिर आकृष्ट नै हुँदैन। अनि त्यसरी आकृष्ट नभएपछि सधैँ समाधिमा रहेर आफैभित्र आनन्दको अनुभव गर्छ। यसरी आत्मसाक्षात्कार गरेको व्यक्ति परब्रह्ममा एकाग्र चित्तले रहने हुँदा असीम सुखको भोग गर्न सक्दछ। भौतिक इन्द्रियहरूको छुवाइबाट, स्पर्शबाट उत्पन्न हुने दुःखको स्रोतमा बुद्धिमान मनुष्य रमाउँदैन त्यस्तामा चाहिँ। किनभने हे कुन्ती पुत्र, यस्ता भोगहरूको आदि र अन्त्य हुने हुँदा त्यस्ता विषयमा बुद्धिमानले कहिल्यै पनि रुचि राख्दैन। अझै यसलाई प्रष्टाउँदै भगवान् कृष्ण आज्ञा गर्नुहुन्छ। शक्नोति हैव यः सोढं प्राक् शरीर विमोक्षणात् कामक्रोधोद्भवं वेगं सयुक्त स सुखी नर। यो शरीरको त्याग गर्नुभन्दा पहिले इन्द्रियको वेग रोक्न र इच्छा एवं क्रोधको वेग सहन गर्न सक्ने मानिस नै संसारमा सुखी रहन सक्दछ। जो अन्तस्करणमा सुखको अनुभव गर्छ, भित्र अन्तस्करण मात्रै, जो कर्मठ छ र अन्तस्करणमा रमण गर्दछ अनि जसको लक्ष्य अन्तर्मुखी छ भने यथार्थमा पूर्णयोगी हुन्छ। अन्तर्मुखी भनेको बाहिरी दृष्टि होइन, भित्री दृष्टिबाट परमात्मा चिनिसकेको व्यक्तिलाई त्यस्ता अन्तर्मुखी भनिन्छ। त्यस्ता यथार्थमा पूर्ण योगी हो, त्यो ब्रह्ममुक्त हो र त्यसले अन्त्यमा ब्रह्मलाई नै प्राप्त गर्दछ। लभन्ते ब्रह्म निर्वाणम ऋषय क्षीण कल्मषा छिन्नद्वैधा यथात्मान सर्वभूत हिते रता। जो शङ्काबाट उत्पन्न हुने द्वैतभाव भन्दा पर छन्, टाढा छन्, जसले मन र आत्मा साक्षात्कारमा लीन भएको छ, जो सबै जीवहरूको कल्याण गर्नमा नै सधैँ व्यस्त रहन्छ र जो सम्पूर्ण पापले रहेछन्, तिनीहरूले नै ब्रह्म निर्वाण अथवा मुक्ति प्राप्त गर्दछन्। मुक्ति भन्नु नै ब्रह्म निर्वाण हो अर्जुन। काम क्रोध विमुक्तानां यतिनां यतचेतसां। जो सम्पूर्ण भौतिक इच्छा तथा क्रोधबाट मुक्त भएको छ, जो स्वरूप सिद्ध छन्, जो आत्मसंयमी छन्
र पूर्णताका लागि निरन्तर प्रयत्नशील छन्। निकट भविष्य तिनीहरूको मुक्ति निश्चय नै अवश्यम्भावी छ। पर्शान कृता बहिर्बाह्य चक्षुश्चैवान्तरे भ्रुवौ प्राणापानौ समयकृता नासाभ्यन्तरचारिणौ यतेन्द्रिय मनोबुद्धिर मुनि मोक्ष परायणा विगतेच्छा भय क्रोधो य सदा मुक्त एव छ। समग्र इन्द्रियहरूका विषयहरूलाई पन्छाएर दृष्टिलाई आँखी मुनिको बीचमा केन्द्रित गरेर आँखाको नेत्रलाई हेर्ने ठाउँलाई चाहिँ यसरी बीचमा राखेर प्राण तथा अपान वायुलाई नाकभित्र रोकेर प्राण र अपान वायुलाई त्यो नाकैभित्र रोकेर श्वासै नफेरिकन अनि मन र इन्द्रिय बुद्धिलाई बसमा राख्दै मोक्षलाई लक्ष्य बनाएको योगी इच्छा भय क्रोधबाट मुक्त हुन्छ। त्यस्तो योगी जो सधैँ यस्तो अवस्थामा रहन्छ त्यो निश्चय नै जीवन मुक्त योगी हो। मलाई नै सम्पूर्ण यज्ञ तपस्याका परमभोक्ता जानेर भगवान् कृष्ण भन्दै हुनुहुन्छ परमात्मालाई नै सम्पूर्ण यज्ञ र तपस्याको परमभोक्ता भन्ने ठान्नु अरे। त्यति ठानिसकेर परमात्मालाई नै सबै लोकहरूका देवताहरूका परम स्वामी मान्ने र परमात्मालाई नै सम्पूर्ण प्राणीका उपकारी तथा हितैषी ठान्ने मेरो भावनालाई पूर्ण भएको परमात्मा भन्नुहुन्छ। आफ्नै परमात्माकै भावनाले परिपूर्ण भएको व्यक्तिले नै भौतिक कष्टहरूको पीडाबाट शान्ति प्राप्त गर्दछ भन्दै भगवान् श्रीकृष्णले अर्जुनलाई यो 5औं अध्यायबाट कर्म सन्यास योगको बारेमा प्रश्नाउनु भयो। हरि ओम तत्सदिति श्रीमद्भगवद्गीतासु उपनिषत्सु ब्रह्म विद्यायां योगशास्त्रे श्रीकृष्णार्जुन संवादे कर्म सन्यास योगो नाम पंचमोऽध्याय। श्रीकृष्णार्पणमस्तु। श्रीकृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव श्री श्याम नारायण हे मुकुंद लक्ष्मीपते केशव वासुदेव। हरि ओम तत्सत्।